Hello guys, good morning. Welcome to my YouTube channel guys. अनि गाइज आज त्यो दिन आइसकेछ जुन दिनको हामी धेरै दिन मतलब अघि नै के अरे वेट गरिरहेको थियौँ। स्पेसल डे आइसकेछ हाम्रो लागि होइन बाबु। अनि हामी चाहिँ किन यति रेडी भएछ, यता बाबु पनि रेडी भइसकेछ, यता बुढो पनि। अनि किनभने हाम्रो चाहिँ सरप्राइज छ न, हामीलाई त सरप्राइज छ, हजुरलाई पनि सरप्राइज होला। त्यो सरप्राइज चाहिँ एकछिनमा देखाउँछ हैन। जस्ट वेट एन्ड वाच। अनि त्यही भएर यति छिटो हामी चाहिँ तयार भइसकेछौँ। यता हामीले पूजाहरूको पनि तयारी गरिसकेछु। यता मैले यता पूजाको पनि तयारी गरिसकेछु। अब गाइस पूजा गर्ने, अनि हजुरलाई पनि देखाउँछु सरप्राइज के रहेछ भनेर। पूजाको थाली रेडी भइसकेको छ, फुल प्रसाद लियो, यता नारियल पनि छ। अब यताको पूजा मैले गरिसकेँ, यता धूपबत्ती बाल्ने, अब सरप्राइजको पूजा गर्ने। अनि गाइस हामीले गाइज अब चाहिँ हामी पूजा गर्न हिँडेको आफ्नो सरप्राइजको। अनि गाइज हजुरहरूले थाहा पाइसक्नुभयो होला हाम्रो थम्बनेल हेरेर कि हामीले गाडी किनिसक्यौँ। हो गाइज हामीले गाडी किनिसक्यौँ, त्यसैको पूजा गर्न हिँडेको। अनि गाइज हामी चाहिँ एकदम एक्साइटेड छौँ अनि यो दिनको लागि हामी कति वेट गरिरहेको थियौँ। हामीभन्दा एक्साइटेड मेरो छोरा छ एकदम। हामी चाहिँ 3-4 दिन भइसक्यो गाडी किनेको, तर हामी राम्रो दिनको वेट गरिरहेको थियौँ। बल्ल त्यो दिन आइसक्यो, पूजा गर्ने दिन। अनि हाम्रो गाइज यही हो गाडी, कस्तो छ कमेन्ट गर्नु होला। अब हामी चाहिँ पूजा गर्छौँ। यहाँ बाबु एकदम भन्छ मम्मी के अरे पूजा छिटो गर्नु, अनि मैले नरिवलको प्रसाद दिनु, त्यही भनिरहेको छ। यता एकदम खुसी छ, एकदम खुसी छ। अनि चाहिँ बुढा चाहिँ गाडी चाहिँ स्टार्ट गर्न जानुभयो, किनभने पूजा गर्न छ भने त्यही भएर स्टार्ट गर्नुभयो अलिकता। अनि ढोका सोका अब चाहिँ खोल्ने, पूजा गर्ने। हजुर हेर्नु गाइज यस्तरी छ, मतलब व्हाइट कलरको। हामीले एकदम मन परेको थियो गाडी, अनि हामी किन्यौँ। हजुरले कस्तो लाग्यो कमेन्ट गर्नु होला। हामीलाई एकदम प्राउड फिल भइरहेको थियो, किनभने गाइज हुन त अमेरिकामा कुनै ठुलो कुरा त होइन, तर हाम्रो लागि ठुलो कुरा हो नि गाइज। अब गाडी किन्नु भनेको ठुलो कुरा हो, एउटा सपना। यो पनि सपना मध्ये यो पनि एउटा सपना थियो, यो पनि सपना पुरा भइरहेछ। अनि यता बुढाले चाहिँ अब गाडी यता स्टार्ट गरिदिनु भयो। अब चाहिँ सबै ढोका खोल्ने, सबै चारतिरको ढोका खोलिदिनुहुन्छ, अनि पूजा गर्ने। अनि यता बाबु चाहिँ क्यामेरा स्ट्यान्ड लिएर के गर्दैछ। यो त एकदम एक्साइटेड। मम्मी यो भन्छ मम्मी कहिले कारमा बस्ने, मम्मी कारमा कहिले घुम्न जाने। अब चाहिँ किनभने हामीसँग गाडी थिएन, अनि बाबुले के भन्थ्यो मम्मी गाडी कहिले किन्नुहुन्छ। अनि बल्ल त्यो पनि अब गाडी उसको पनि सपना पुरा भइसक्यो। अब म यता पूजा गर्न लागेको गाइज। अनि म यता उल्टो घुमिरहेको थिएँ, बुढाले चाहिँ यताबाट घुमा, तिमी उल्टो किन घुमिरहेको छौ भनेर। अनि यतामा मैले घुमेँ, परिक्रमा गरेँ, गाडीलाई जल दिएँ, त्यसपछि पूजासुजा गरेँ। अनि धेरै रमाइलो भयो गाइज। हामीले पूजा गऱ्यौँ, यता बत्ती नबलेर हावा एकदम चलिरहेको थियो, कसै धूप बत्ती बाल्यौँ, अनि पूजा गऱ्यौँ। अनि गाइज हाम्रो चाहिँ भिडियो हाम्रो सम्राट भाइले चाहिँ बनाइराख्नु भएको थियो। अनि यता हामीले पूजा गऱ्यौँ, यता फुलसुल चढाउने। अनि गाइज के अरे अमेरिकामा गाडी नभएपछि कामै चल्दैन। हामीले कति गाह्रो भइरहेको थियो आउन जान काममा। अनि त्यसको बाबुको स्कुल पनि भइरहेको छैन गाडी नभएर। अब चाहिँ गाडी भयो, अनि बाबुले स्कुललाई पनि सजिलो हुन्छ। हुन त एउटा गाडीले पनि पुग्दैन, त्यो पनि अब 1-2 साल त कसरी हामी एडजस्ट गर्न पर्छ, पछि अर्को गाडी पनि किन्न पर्छ। अनि यहाँ त गाडी नभएपछि त काम यति पनि हुँदैन। अनि यता हामी पूजा के अरे गाडीको आरती गर्दैछौँ। अनि यता भित्रहरू सबै पूजा गऱ्यौँ राम्रोसँग। हुन त हामीसँग जे एभाइलेबल थियो त्यो हामीले लिएर पूजा गऱ्यौँ। अब नेपालमा भएको मन्दिर गइन्थ्यो, अब यहाँ त्यसै हो। पछि चाहिँ मन्दिर पनि जाने। यता बुढाले चाहिँ नरिवल फोडेर पनि चढाइदिनु भयो। गाइज हाम्रो चाहिँ मिहिनेतको फल अब अगाडि अलिअलि गर्दै भइरहेको छ। अनि हुन त हाम्रो फ्यामिलीको पनि सपोर्ट छ, धेरै नै सपोर्ट छ। उहाँहरूले गर्दा नै हामी यहाँसम्म पुगेको छौँ। अनि हाम्रो पनि मेहनत छ, उहाँहरूको पनि मेहनत छ। पूजाहरू भइसकेको थियो, त्यसपछि मैले यता आफ्नो कपडाहरू चेन्ज गरेर, अनि मैले दाइहरू आउनुभयो, उहाँले पार्सल पनि दिएँ, उहाँहरू खाएर जानुभयो। अनि दिदीहरूलाई पार्सल मैले त्यहाँभित्र पनि राख्दैछु प्याक गरेर। अब चाहिँ पुर्याउन छ यसको। बुढा चाहिँ त्यहाँ जानुभएको छ के अरे दाइको घरमा। अनि गाइज म यता चाहिँ बनाउँदैछु खिचडी।
अहिले बाबु सुतिरहेको छ बाबु सुतिहाल्यो पूजासुजा गऱ्यो अनि एकछिन प्रसाद खायो अनि सुतिहाल्यो अनि म उता सबै रुमसुम सफा गरेर उता बाबु सुतेछ गाई बाबु उता सुतेछ अहिले आवाज सुन्ने बित्तिकै उठिहाल्छ त्यही भएर त्यसले उता मजा आउँदैन अनि गाइज आज चाहिँ दाइहरूले चाहिँ अब दाइहरूले के मतलब हामीले चाहिँ सोच्यो अब नयाँ नयाँ फ्यामिली न्यू मेम्बर हाम्रो घरमा आछ हामीले कति दिनदेखि सोचिरहेको थियौँ कहिले हुन्छ फाइनली त्यो चिज हामीसँग भइसक्यो न हामीले कार चाहिँ लिइसक्यौँ एकदम प्राउड फिल पनि भइरहेछ न के अरे हामीले हाम्रो मेहनतको फल चाहिँ अगाडि आइसक्यो अब यसरी यो त सानो हो अझै गर्न अझै ठुलो गर्न छ अझै फ्यामिलीले प्राउड गराउन छ सबै कुरा गर्न छ होइन त्यही भएर यो अब सब यहाँ त सबै प्रायः सबैलाई हो यहाँ कार भनेको साइकल जस्तै हो तै पनि हामीलाई त ठुलो कुरा हो नि यो गरेको त ठुलो कुरा हो सो फाइनली त्यो भइसक्यो अब चाहिँ साँझ के प्लान छ सानोतिनो पार्टी गर्ने अब साँझ के पार्छ त्यो हजुरलाई म देखाउँछु पनि यसै भिडियोमा देखाउँछु सरी गाइज मैले भर्खर भने चाहिँ अहिले पार्टी साँझ हुन्छ अनि के खाना पक्छ म देखाउँछु अनि भर्खर मैले बुढाले पनि कल गरेको थिएँ अनि बुढाले चाहिँ भन्नुभयो कि आज चाहिँ पार्टी नगर्ने नेक्स्ट विक छुट्टी दिनमा गर्ने अहिले चाहिँ टाइम छैन कोहीसँग पनि सबै काममा गर्छन् यताउता छुट्टी भएको दिन चाहिँ बसेर अलि सानोतिनो पार्टी गर्ने त्यही भएर आज चाहिँ भएन गाइज अनि गाइज हजुरलाई एउटा कुरा थाहा छ सबैको के म यसै बाल्कोनीमा उभिएर अनि सबले सब रुमको अगाडि यसरी कार उभिएको हुन्थ्यो होइन अनि म सोध्थेँ कहिले मेरो हुन्छ फाइनली गाइज हाम्रो पनि कार उभिएछ यो दिनलाई हामी कहिलेदेखि सोचिरहेको थियौँ कहिले हुन्छ अनि गाइज हाम्रो चाहिँ स्कुटी पनि त्यहाँ छ कार यहाँ छ हामी यहाँ आउँदा फर्स्टमा त्यो स्कुटी नै किनेको थियौँ त्यसपछि 1 वर्षमा चाहिँ यो किन्यौँ हामी युएसए कति भयो जनवरीमा आएको हामी 1 वर्ष पुगेर यहाँ 3-4 महिना बढी भइरहेछ 14 महिना आई थिङ्क कति प्राउड हुन्छ नि अब हेर्नु सबको रुमको अगाडि सबको कार छ है सब हेर्नु यहाँदेखि उहाँसम्म सबको वहाँदेखि अगाडिसम्म सबैको कार छ है वहाँ तर हाम्रो थिएन फाइनली हाम्रो पनि आज भयो योभन्दा खुसीको कुरा के हुनसक्छ गाई यति खुसी लागिरहेछ छ अनि राम्रोसँग पूजा पनि भयो अब गाइज यो पूजा त भइसक्यो यो चाहिँ मेरो सपना थियो धेरै सपनाहरू छन् त्यो सपनामध्ये यो पनि एउटा सपना थियो यो त पुरा भइसक्यो तर अरू पनि सपना मलाई पुरा गर्नु छ हजुरहरूले माया र सपोर्ट गरिदिनु होला अनि किनभने मलाई लाइफमा धेरै अगाडि बढ्नु छ त्यही भएर हजुरहरूको धेरै सपोर्ट र माया चाहिन्छ अनि गाइज आज चाहिँ भिडियोको लागि म यहीँ इन्ड गर्न चाहन्छु अनि यो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला माया र सपोर्ट बनाइदिनु होला प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला बाई सी यू नेक्स्ट भिडियो बाई गाइज